जय श्रीमन्नारायण। श्री रामानुजाचार्य स्वामी का 5 आचार्य होई बक्सिन्छ। पहिलो आचार्य श्री महापूर्ण स्वामीजी, जसले समाश्रय गराउनुभयो, र दोस्रो आचार्य हुनुहुन्छ श्री शैलपूर्ण स्वामीजी, जो रामानुज स्वामीजीका मामा होई बक्सिनुहुन्छ। उहाँले श्री रामायण ग्रन्थको अध्ययन गराउनुभयो। र तेस्रो आचार्य हुनुहुन्छ श्री गोष्ठीपूर्ण स्वामीजी, जसले श्री मन्त्र रहस्य प्रदान गर्नुभयो श्री रामानुज स्वामीजीलाई। र त्यसै गरी चौथो आचार्य हुनुहुन्छ श्री मालाधर स्वामीजी, जसले श्री सहस्रगीतिको अध्ययन गराउनुभयो। र पाँचौं आचार्य अन्तिम आचार्य हुनुहुन्छ श्री वररङ्गाचार्य स्वामीजी, जसले दिव्य प्रबन्धको अध्ययन गराउनुभयो, साथै आचार्य निष्ठाको वैभव पनि बताउनुभयो। जय श्रीमन्नारायण।